हेलो गाइस, नमस्कार। म दाताराम विष्ट। अहिले म शिवशताक्षी नगरपालिका अन्तर्गत वडा नम्बर 9 मा यहाँनेरि हाम्रा साधु सन्त जस्तो देखिन्छ। उहाँहरूले एउटा उठ ल्याएर गाउँका हरेक गल्ली गल्लीमा यसरी उठ हिँडाएर बस्तीमा घरका व्यक्तिहरूलाई उहाँहरूले पैसा मागिराख्नु भएको अवस्थामा छ। तपाईहरु यहाँ भेला हुनु त एकछिन तपाईँ भेला हुनु न। यहाँ आउँदा हेलो 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 ओ टोली यहाँ आउँदा यता आउन यता। हेलो यहाँ बस्नु त तपाईहरु सबै यहाँ बस्नु त। कतिजना हो तपाईहरु? यहाँ बस्नु यहाँ बस्नु यता बस्नु यहाँ यहाँ भन्नुस् न यहाँ बस्नु न त। तपाईहरु कहाँदेखि आउनु भएको? हामी गुरुवास्थान जनकपुर धाम हो। धाम कहाँदेखि? जनकपुर धाम गुरुवास्थान हो। तपाईहरु के हो? हामीहरू सन्यासी हो, भ्रमण मान्छे हो। यता दर्शनको लागि जान्छ हजुर। दर्शनको लागि कहाँ जाँदैछौ? यता माई खोला भएपछि गंगासागर जान्छ। अनि यो उठ लिएर तिमीहरू यो कहाँ हिँडेको? साथी हो मेरो हजुर। अनि साथी हो त गाउँ गाउँ लिएर किन तिमीहरू यसरी गाउँ मान्छेको हेराउँछ। यता घुम्दै जान्छ, हाइवेमा देराउँछ, गाडी घोडा ठुलो गाडी हेरेपछि देराउँछ हजुर। ठिक छ, तिमीहरूले यो उठ गाउँमा देखाउँदैछौ, तर बस्ती गाउँ गाउँमा गएर पैसा चाहिँ किन माग्छौ? दक्षिणा हुन्छ। दक्षिणा जो मान्छेको हुन्छ इच्छा अनुसार हुन्छ। अनि तिमीहरू जबरजस्ती कसरी पैसा माग्दैछौ? दिनै पर्छ भन्ने कुरा चाहिँ के हो तपाईँहरूको? यसो के हो भने यो तिमीहरूको एउटा धन्दा हो। तिमीहरू सही सत्य साधु यहाँ सुन। हेलो 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 तिमी तपाईहरु सही सत्य साधु हो भने आफ्नो ठाउँमा बस, आफ्नो एरियामा बस, हैन? दर्शनको लागि ए बाबा तिमीहरू दर्शनको लागि हो भने आफ्नो गन्तव्यमा जाऊ न। गाउँ घरतिर किन छिर्छौ? गाडी देखे पनि जलाउँछ। यो जनावरलाई लिएर चाहिँ किन हिँड्छ? यो अपराध हो। तपाईँ साधु हो। पुरै संसार हामीहरू हिँड्छ। ए बाबा तपाईहरु साधु हो नि? तपाईहरु साधु सन्त हो नि? अनि एउटा जनावरलाई यहाँ हेर्नु, तपाईँले लोट हेर्नु यहाँ। यो के हो? यो लोट यत्रो लोट कसरी पकाएको? तपाईँ इंसान हो कि होइन? तपाईँ इंसान हो कि होइन? यो एउटा जनावरलाई यसरी तपाईँले यत्रो लोट कसरी लाग्दै हुन्छ? कस्तो मान्छे यो सब होला यो उधार ओ पण्डित यो सब उठाएर यसको यो लोट खाली गर। यो लोट खाली गर। यो जनावरलाई तिमीहरू पण्डित हो। ए मन्दिर जहाँसुकै बसे पनि तिमीहरू एउटा सच्च धार्मिक पण्डित हो भने यो एउटा जनावरलाई यत्रो लोट किन पकाउँछौ? उतार हो। यो तिमीहरू यो गाउँ घर यसरी घुमेर पैसा किन माग्छौ? उतारो इसको, नीचे उतारो। आप खाते आप कंधे में डालो।